यो चिसो मौसममा खसीको सुपसँग भात खानुको त मजा नै बेग्लै के साथीहरू। आज म पकाउँदैछु खसीको मासु। हामीहरू त कति सजिलो वाला जेनेरेसनमा जन्मिएछौँ कि पहिलाको मान्छेहरूले त यही मासु खानको लागि पनि दसैँ तिहार नै कुर्नु पर्थ्यो अरे के। त पैसा मात्र हुनु पर्यो, जति बेला जे पनि उपलब्ध हुन सक्छ क्या। सो मलाई चाहिँ एकदम लक्की वाला फिल हुन्छ कि धन्न यो वाला जेनेरेसनमा जन्मिएछौँ। यो मासु छ र त जिन्दगी राम्रोसँग चलेको छ, नत्र जिन्दगीमा अरू छ नै त के दुःख पीर कष्ट बाहेक। भोलिको दिनलाई सम्झेर आजै दुखी हुने काम नगर्नुहोस्। आज जे जस्तो छ त्यसैमा खुसी हुनुहोस्। आफू फेरि कच्चर ननभेज लभर परियो, सो यसको गुणगान गाउँदाखेरि म कहिले थाक्दिनँ क्या। झन् खुसी लागेर आउँछ होइन। यो मासुसँग लभै परेछ कि जस्तो फिल पनि हुन्छ कि जति खायो उति मिठो हुन्छ है, जति खायो उति मिठो हुन्छ। कहिले नथाक्ने के खाएर पनि। बस्ने भन्यो नखाने भन्यो यस्तो यस्तो मिठोवाला खानेकुरा आउँछ अनि कसरी रोक्न सकिन्छ कि कसरी। एनिवे उता फेरि मासुको गुणगान गाउँदा गाउँदै यता मासु पाक्न लागिसकेछ। मलाई फेरि अलि परपरी भुटेको मासु एकदमै मन पर्छ कि। सो म एकदमै परपरी रातै हुन्जेलसम्म भुटिरहेको छु, देख्न सक्नुहुन्छ। स्वाद अनुसार नुन बेसार मरमसलाहरू अदुवा लसुन सब हालेर परपरी भुट्ने। सिम्पल वेमै पकाउँदाखेरि पनि यो एकदमै मिठो हुन्छ कि। यसलाई धेरै झन्झट गरिराख्नु पर्दैन, धेरै मेहनतै गर्नु पर्दैन के। यतिकै पनि मासु पाकिसकेको थियो, बट भातसँग खानको लागि त अलिअलि ग्रेभी चाहिन्छ नि त। सो ग्रेभी बनाउनको लागि थोरै पानी राखेँ अनि त्यस पछाडि सिटी लाउनको लागि छोडिदिएँ। यति मिठो भएको थियो नि मासु है, कुरै नगरौँ कि लास्टै मिठो भएको थियो। यो चिसो मौसममा खसीको मासुसँग भात खानु पाए पछाडि अरू के नै चाहियो र साथीहरू। सो हजुरहरू पनि आफ्नो फ्यामिलीसँग यसरी नै मिठोवाला मासु बनाएर इन्जोय गर्नुहोला। बाई बाई।